हेलो हेलो साथीहरू, मलाई खासमा चाहिँ आज बोल्न मन त थिएन, तर पनि म बोल्न बाध्य भएको छु। किनभनेपछि केही कुराहरू तपाईहरूले पहिला पनि, योभन्दा पहिला पनि, पूर्व पनि हजुरहरूले केही कुराहरू, एउटा दुईटा फ्यामिली बिचको कुराकानी, बुढाबुढी सम्बन्ध, तपाईहरूले केही न केही कुराहरू थाहा पाइसक्नु भएको कुरा हो। त्यो कुनै नौलो कुरा पनि होइन। तपाईँले केही कुराहरू योभन्दा पहिला पनि देखिसक्नु भएको हो। केही कुरा सामाजिक सञ्जालतिर पहिला पनि बोल्न बाध्य भएकै हो, म नभए होइन। आज पनि म एउटा बाध्यता हिसाबले म बोल्न गइरहेको छु। सामाजिक सञ्जालतिर जो कुराहरू अहिले मेरो हरेक ठाउँतिर चारैतर्फ मलाई भाइरल गरेर मेरो हरेक फोटो भिडियोहरू जुन सामाजिक सञ्जालभरि चर्चा गरिरहेछ नि, यो कुनै थर्ड पर्सन मान्छे आएर, कोही तेस्रो मान्छे आएर गरेको होइन। खुद मेरो बुढाले मसँग, खुद मेरो श्रीमानले मेरो भिडियो बनाएर, मसँग बोलेर, मसँग हरेक कुराहरू गरेर अहिले सामाजिक सञ्जालमा जुन कुराहरू हालिरहेको छ नि, त्यो कसै अरूले गरेको होइन, मेरो बुढाले गरेको हो। यो कुराहरू म आफै, यो कुराको निष्कर्ष म आफै गर्छु। तपाईहरूले केही भन्नु बोल्नुपर्ने कुनै जरुरत पनि छैन। ठिकै छ, तपाईहरू हाल्दै गर। यदि मैले मेरो बुढामाथि विश्वास गर्नु गल्ती हो भने म माफी चाहन्छु के। एउटा कसैले पनि लल्लाइ फकाइ गरेपछि आफ्नो बुढाबुढी बीच सम्बन्धमा जे पनि हुनसक्छ के, राम्रो नराम्रो होला। एउटा बुढाबुढी भइसकेपछि हरेक कुराहरू हुन्छ। तर यो कुरा बाहिर म्याटर, यो हाम्रो फ्यामिली म्याटर, जुन कुराहरू पनि हाम्रो राइट गलत जे कुराहरू पनि एउटा पर्सनली हिसाबमा हुन्छ नि, त्यो कुराहरू बाहिर ल्याउनु भनेको मेरो बुढाको एकदम गल्ती हो सबभन्दा। यो कुराहरू कसरी गल्ती बाहिर यो कसरी आयो भनेपछि केही समय पहिलादेखि पनि हाम्रो सम्बन्ध तलमाथि थियो। यस्तै सम्बन्धमा धेरै दरारहरू आएको थियो। त्यतिखेर पनि म मेरो बुढासँग छुटेर म 2-3 महिना अलग काम गर्थेँ, अलग बसिरहेकी थिएँ। त्यतिखेर मेरो बुढाले आफैले खुद बिहे गरेर एउटा केटीसँग बिहे गरेर उसले घरमा पनि ल्याइसक्या हो। घरमा पनि भित्रिसकेपछि पनि मेरो बुढाले उसलाई ल्याइसकेपछि पनि मसँग बार बार फोन गरिराख्ने, कुरा गरिराख्ने, कहिले थर्काइराख्ने, पर्सनली हिसाबमा तँलाई यस्तो गर्छु, तँलाई उस्तो गर्छु भनेर मलाई धम्काइराख्ने हरेक कुराहरू मसँग गरेको थियो। तर मैले यति कुराहरू पनि, मैले पर्सनली कुराहरू एउटा सामाजिक सञ्जालमा मैले छरपष्ट गर्न चाहेको पनि थिएन। तर आज म बोल्न बाध्य भएको छु। म यो कुराहरूमा सामाजिक सञ्जालमा ल्याएर म कसैलाई सुनाउन पनि चाहन्न थिएँ। मेरो कुनै चाहना पनि थिएन। यो कुनै राम्रो कुरा पनि होइन, कुनै राम्रो कुरा पनि होइन। यो कसै थर्ड मान्छेसँगको पनि कुनै काम होइन। जे कुरा गरेको थियो एउटा लोग्ने र स्वास्नी बीच भएको कुरा हो। अहिले मेरो बुढासँग कुनै कारणले मेरो हाम्रो दुइटै बीचको मन व्यवहार नमिल्दाखेरि अहिले म अलगै भएर बस्दाखेरि चाहिँ मेरो बुढाले मसँग फाइदा उठाएर मेरो चरित्रसँग खेलेको हो। तर पनि ठिक छ, उसले जे गरेको छ नि त्यो कुराहरूको यकिन प्रमाण, तर टाइम लाग्ला भने नि म सत्य तथ्य कुराहरू बाहिर लिएर आउँछु। तपाईहरू सामाजिक सञ्जालतिर जति पनि दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, ठिक छ, यदि मैले मेरो बुढासँग मैले हरेक कुराहरू आफ्नो पर्सनली कुराहरू गर्नु गल्ती हो भनेपछि म माफी चाहन्छु कि तपाईँहरूसँग। नत्र भने दुईटा स्वास्नी र लोग्ने बीचको कसको हुँदैन। राम्रो नराम्रो कुराहरू सबै हुन्छ। यो कुराहरू कसै थर्ड मान्छेले गरेको होइन। जे गर्नु छ मेरो लोग्नेले गरेको हो। मसँग हरेक कुराहरू मेरो लोग्नेले गरेको हो। केही महिना पहिला म अलगै बसिरहेको थिएँ, अलगै काम गरिरहेको थिएँ। त्यतिखेर त्यसले बिहे गरेर ल्याइसकेपछि पनि मलाई बार बार फोन गरिराख्यो, यो बुढी त राम्री छैन, यस्तो छैन, यसले काम गर्दैन, म मेरो जस्तो भनेको जस्तो मान्दैन, यो राम्रो छैन, यताउति भनेर मलाई ललाइ फकाइ गरेर फेरि त्यसले केही दिनको लागि मलाई सँगै लियो। ल ठिक छ, आफ्नो गल्ती तैँले स्वीकारिस्, मेरो गल्ती म स्वीकार्छु। म तँलाई एउटा छोराछोरी छ, हरेक कुराहरू छ, हामीहरूले जिन्दगी बनाउनु छ। दुनियाँले जे जस्तो भने पनि हामी दुइटैले मिल्नुपर्छ, गरेर खानुपर्छ। केही छैन, दुनियाँले जे भन्छ मलाई मतलब छैन। बस तैँले मेरो बुढी हो, तैँले मलाई बुझ्नुपर्छ, मैले तँलाई बुझ्नुपर्छ। हामी दुइटैले बुझ्यो भनेपछि जिन्दगी चल्छ। केही छैन भनेर उसले मलाई ललाइ फकाइ गरेर हरेक कुराहरूमा लालच देखाएर रोइ कराइ गरेर मसँग मायाको भिख मागेको थियो। अनि मैले हरेक कुराहरू मेरो लोग्ने होला, ठिक छ, मेरो लोग्नेले पनि हरेक कुराहरू उसले त्याग्न सक्छ, मेरो लागि हरेक कुराहरू त्याग्न सक्छ भने ल एउटा अरूसँग केही होइन, मेरो लोग्ने त आखिरमा मैले केही नभने योसँग आधा जिन्दगी बिताएको मान्छे हो, यस्तो नराम्रो गर्ला भनेर मैले कहिले सोचेको थिएन के। तर मेरो बुढा मसँग माया गर्नलाई होइन कि उसले आफ्नो ल्याएको बुढीलाई पनि साइड गराएको थियो, किनभने मलाई नजिक गराउनलाई। अनि मलाई सँगै लियो, लगभग 15-20 दिन जति त्यसले मलाई सँगै लियो। मिल्छु, ल ठिकै छ, तेरो गल्ती जे भए पनि भयो, मेरो गल्ती जे भए पनि भयो, म तँलाई मान्छु। अरू दुनियाँले जे जस्तो भने पनि म तँलाई मान्छु। केही छैन, दुनियाँको कुरा नसुनौ, दुइटै बुढाबुढीले जान्नुपर्छ, दुइटै बुढाबुढीले कुराकानी मिलाउनुपर्छ भनेर मेरो बुढाले खुद 10-15 दिन आफूसँग लग्यो। अनि लगेर मेरो आइडी चलायो, मेरो जिमेल आइडी पनि आफ्नै नामको खोल्यो, मेरो फेसबुक पनि आफ्नो
आफूले चलायो सबै कुराहरू उसको मोबाइल मेरो मोबाइल खुद उसको हातमा थियो उसले हरेक आइडी चलाएर अनि त्यहाँदेखि मसँग हरेक कुराहरू गरेर अनि लास्टमा मेरै फोटो भिडियोहरू बनाएर म तँलाई जिन्दगीभर छोड्दैन जे जस्तो भए पनि दुनियाँले तँलाई जे जस्तो भने पनि मलाई जे जस्तो भने पनि मलाई मतलब छैन यदि हाम्रो जिन्दगी तैँले र मैले बुझ्छस् भने हुन्छ भने म दुनियाँको कुरा पनि सुन्दैन म तँलाई मान्छु तैँले पनि मेरो भनेको जस्तो गर्नुपर्छ मात्रै यदि त मेरो स्वास्नी होस् त यदि मलाई विश्वास दिलाउन सक्छस् भने म तँलाई माया गर्छु तँलाई जिन्दगीभर छोड्दैन ल ठिक छ भनेर त्यसले खुद आफूसँग लगेर मलाई 15-20 दिनसम्म आफूसँग राखेर अनि मेरो फोटो भिडियोहरू बनाएर मसँग हरेक स्वार्थहरू गर्यो मैले मेरो लोग्ने हो तर स्वार्थ भन्न सक्दिनँ थिएँ मेरो लोग्ने हो मेरो लोग्नेसँग मेरो लोग्नेले मसँग जे पनि गर्न सक्छ मैले जे पनि गर्न सक्थेँ त्यो अधिकार थियो तर किन भनेपछि एउटा पर्सनली हिसाबमा जे भएको कुराहरू छ नि अहिले बाहिर गर्नु भनेको मेरो बोरा देव बोराले गरेको सबै कुराहरू मेरो बुढाले गरेको हो यो कुराहरू कसै अरू मान्छे आएर गरे होइन कसैले गरे होइन यतिसम्म गर्थे भने यतिका दिनहरूसम्म किन भएन उसको र मेरो सम्बन्ध त तलमाथि झगडा हुन लागेको धेरै पहिलादेखि भएको थियो उसले धेरै प्रुफहरू जुटाउन खोजेको थियो कुनै हालतमा पनि उसले प्रुफहरू पाउन सकेको थिएन मैले गलतै गरेको थिएन कहाँबाट प्रुफ पाउँथ्यो उसले प्रुफ जुटाउनको लागि धेरै कोसिसहरू गरेको हो तर म अलग भएर बस्दा पनि उसले रात दिन फोन गरेर म तँलाई माया गर्छु यस्तो गर्छु उस्तो गर्छु आजसम्मका कुराहरू बिर्सिदे जे भए पनि भयो दुइटै मिलेर बसौँ भनेर उसले सँगै आफूसँग लिएर गएको हो मलाई त्यसपछि फेरि आफूसँग लिइसकेपछि हरेक कुराहरू उसले मसँग राम्रो नराम्रो जे गर्नु छ यो दुईटा बुढाबुढी बिच जे हुन्छ त्यो कुराहरू मसँग गरेको हो त्यसले भिडियो बनायो सबै चिजहरू त्यसले गर्यो मसँग त्यसपछि त्यसले आफ्नो मोबाइलहरू पनि छुन दिँदैन मलाई हरेक प्रुफहरू राखेको थियो मेरा मसँग भिडियो कल गरेर मसँग बोलेर मसँग सँगै हुँदा पनि जे त्यसले प्रुफहरू राखेको थियो नि त्यतिखेर मलाई मोबाइल पनि छुन दिएन त्यसले पासवर्ड चेन्ज गरिराख्ने 15-20 दिनसम्म हामी सँगै बस्यौँ त्यसपछि त्यसले 15-16 दिनपछि फेरि त्यो जो आफूले ल्याए कान्छी बुढी छ नि त्यसलाई फोन गरेर यसलाई पनि सँगै राख्छु भन्यो पहिला भन्यो त्यसलाई म साइड गर्छु त्यसलाई म त्योसँग बस्नै सक्दिनँ जे जस्तो भए पनि तँ मेरो बुढी हस् जे जस्तो भए पनि तैँबाट घरबार भएको मान्छे हो केही छैन म त्यसलाई म सबै त्याग्छु दुनियाँ नै त्याग्छु तेरो लागि तर मलाई मात्रै माया गर मलाई मात्रै यो गर त्यो गर भनेर मलाई लालच देखाएर हरेक कुराहरू देखाएर मसँग स्वार्थपन लुटेको छ तर पनि त्यो स्वार्थपन लुटेर अहिले सामाजिक सञ्जालमा हामी दुईटाको मन नमिल्दाखेरि अहिले म अलग बस्दाखेरि त्यसले जुन मेरो हरकत बाहिर निकालेको छ नि त्यो कसै मान्छेले गरेको होइन मेरो बुढा खुद देव बोराले गरेको थियो अरू कसैले गरे होइन त्यतिखेर पनि जब अहिले हाम्रो मन मिलेन अहिले मन नमिल्दाखेरि 15-20 दिन त्यहाँ बसेँ त्यसपछि त्यसले फेरि आफ्नै कान्छी बुढीलाई बोलायो त्यसले फोन गर्यो म तँसँग तँलाई पनि मिलाएर राख्छु तँलाई पनि योसँगै राख्छु तँलाई पनि अलग राख्न सक्दिनँ अब आइज भनेर त्यसले मेरै सामान्य अगाडि फोन गरेर आफ्नो बुढीलाई बोलायो त्यसपछि मैले भनेको हो तैँले त्यस्तो गर्छस् भने म बस्न सक्दिनँ भाइ म 2-3 मान्छेहरू बिच बस्न सक्दिनँ दुईजनाको त कुरा मिल्दैन भने तेस्रो मान्छे आएर कुरा मिल्दैन म त्यस्तो गरेर म बस्न सक्दिनँ भनेर म फेरि मेडमको घरमा काम गर्न गएँ फेरि त्यहाँ गइसकेपछि त्यसले चाहिँ त मबाट उसो गए कि त्यसो गए कि तेरो बदनामी गर्छु तँलाई भाइरल गर्छु तँलाई दुनियाँदारी गर्छु भनेर त्यसले भित्र रूपमा मलाई टेन्सन र टचर दिएको त लगभग 1 महिनाभन्दा पनि बढी भइसकेको थियो त्यसले यो फोटो र भिडियोहरू 1 महिनाभन्दा अगाडि मलाई सेयर गरेको थियो त्यसले तेरो भिडियो फोटोहरू मैले बनाएको छु म बनाउँछु तँलाई मैले आफ्नो बनाउन भन्दा पनि तँलाई भाइरल गर्नको लागि म तेरो पछाडि परे हौ तँबाट प्रुफ पाउनको लागि म तेरो पछाडि परे हौ भनेर त्यसले मसँग भनिसकेपछि त्यसले अहिले हामी दुईटैको मन व्यवहारहरू नमिल्दाखेरि हामी अलग हुँदाखेरि चाहिँ त्यसले खुद आफैले भिडियो बनाएर खुद मेरो भिडियो सामाजिक सञ्जालतिर हालेको छ तर यो कुराहरूको फैसला चाहिँ म गर्छु तर टाइम लाग्ला समय लाग्ला केही छैन तर यो कुराहरू म यथार्थ कुरा के हो र झुट के हो भन्ने कुरा भोलि यही सामाजिक सञ्जाल मार्फत म लिएर आउँछु नत्र भने मैले जहाँसम्म आफ्नो घर फ्यामिली भित्रको कुराहरू मलाई बाहिर आउडेन्स गर्न पनि मन थिएन तर म बोल्न बाध्य भएको छु जे गर्नु छ मेरो बुढाले गरेको हो सबै कुराहरू मेरो बुढाले गरेको हो कुनै थर्ड पर्सन मान्छे आएर कसैले गरे होइन मलाई तपाईहरूले जे सोच्नुहुन्छ हुन त हो तपाईहरूले सोच्नु यदि मैले एउटा आफ्नो जिन्दगी सँगै मर्ने सँगै बाँच्ने कसम खाएको बुढाले यति 8-10 सालसम्म सँगै बसेको मान्छेले त्यति हार गुहार गरिसकेपछि मैले आफ्नो बुढासँग मैले हरेक कुराहरू गर्न पाउनु मेरो पनि एउटा विश्वास गर्नु मेरो गल्ती हो भने म तपाईहरूसँग माफी माग्छु के मेरो बुढालाई मैले विश्वास गर्नु गल्ती थियो भने
नत्र एउटा लोग्ने हो नि त। लोग्ने मान्छे एउटा आफ्नो श्रीमान भइसकेपछि कसैको पनि होला, तपाईँको पनि होला, मेरो पनि होला, तर मान्छेले पर्सनल कुराहरू अहिले मन नमिल्दाखेरि त्यसले आउडेन्स गर्नु त्यसको गल्ती होइन, त्यसले सामाजिक सञ्जालमा हाल्नु त्यसको गल्ती होइन। दुईजनाको मन मिलेन, अहिले दुईजना हामी अलग अलग भएर बस्यौँ, त्यसपछि त्यसले सामाजिक सञ्जालतिर हरेक मेरा फोटा भिडियोहरू, मेरा हामी दुई बीच जे जस्तो भएका नराम्रा राम्रा भिडियो फोटाहरू पोस्ट गरेको भनेको मेरो कोहीले गरेको, अरू कसैले गरेको होइन। त्यसले मसँग जिउन बाँच्न बस्न भन्दा पनि मलाई अस्तिमा त्यो 15-20 दिन त्यसले आफूसँग लिएर जानुको कारणै यही रहेछ के, मेरो प्रुफहरू निकाल्ने अनि मेरो फोटो भिडियोहरू बनाउने, अनि मलाई लास्टमा बस्छ भने बस्छ, बसेन भने यसलाई सामाजिक सञ्जालमा दुनियाँदारी भाइरल गरेर यसलाई मर्न बाँच्न बनाउँछु भनेर बनाएको हो कि मेरो बुढाले भिडियो। तर पनि सुनिराख के, म कुनै डराउनेवाला छैन। यदि मैले अरू कसैसँग गलत गरेको थिएँ भने मलाई पनि डर थियो, मलाई पनि डर लाग्थ्यो होला, म पनि केही कुराहरू अगाडि बढाउन सक्दिनँ थियो होला। तर मलाई कुनै कुराको डर छैन के, मैले खुद मेरो बुढासँग गरेको हो, जे गरेको पनि मेरो बुढासँग गरेको हो, मेरो बुढासँग गरेको हो। तर मेरो बुढाले मेरो हरेक कुराहरू अहिले आफ्नो मलाई दुनियाँ सामु बदनामी गराउनको लागि, हामी दुईटोको मन व्यवहारहरू नमिल्दाखेरि अहिले मलाई अलग बनाउनको लागि, अलग भइसकेपछि अहिले मेरो बेइज्जती गर्नको लागि जुन फोटा भिडियोहरू सामाजिक सञ्जालतिर हालेर अहिले मेरो बदनामी गरिराखेछस् नि, तँलाई त मैले भने नि, तर टाइम लाग्ला, यही सामाजिक सञ्जाल मार्फत तँलाई पनि झिकाउँछु, तँलाई पनि लिएर आउँछु म। तेरो पनि एक एक प्रमाणहरू म निकाल्छु के। तैँले पनि भोइसहरू गरेको सामाजिक सञ्जालमा मलाई यत्रो बेइज्जती गराउनको लागि हरेक कुराहरू जुन कदमहरू मेरो लागि उठाइस् नि, अरू कसैले गरेको होइन कि। कोही पनि मान्छे कसैको यस्तो चरित्र त्यहाँ कोही पनि गर्न सक्दैन के। जो कोही मान्छे, केटी मान्छे होस् या जो कोही मान्छे पनि त्यत्तिकै कसैसँग विश्वास पनि गर्न सक्दैन। कोही पनि यस्तो पर्सनल कुराहरू अरू मान्छेसँग कोही पनि गर्न सक्दैन। गर्नु पर्यो भने मान्छे 1000 कुराहरू सोचेर 1000 सोचेर गर्छन् होला, नत्र यो कुराहरू जो कोहीसँग हुन पनि हुँदैन, गर्न सक्दैन कसैले पनि। तर पनि जुन रोएर कराएर तैँले मेरो खुट्टा पढेर मेरो बुढी हस् त, मलाई विश्वास दिला, मलाई तेरो मायाको खाँचो छ, म तँलाई माया गर्छु भनेर जुन झुटो नाटक देखाएर अहिले मेरो सामाजिक सञ्जालमा मेरो भिडियोहरू पोस्ट गरेको छस् नि, सुन देव बोराजी, सुनिराख। तँलाई भने नि आउँछस् मेरै सामान्यमा आउँछु, तँलाई म तँलाई झिकाउँछु के। म आफ्नो काम राखेको थिएँ, काम गरेर खान लागेको थिएँ कि म। तैँले मेरो बदनामी गर्नको लागि अहिले मसँग जुन पोलिसी खेले नि, त्यो प्रमाणहरू तँलाई म देखाउँछु, यही सामाजिक सञ्जाल मार्फत तँलाई देखाउँछु के म भोलि। अहिले त मेरो फोटो भिडियो हाल्दैमा यसले यसैलाई नराम्रो भन्यो, यसैको बदनामी हुने हो, म त राम्रो छु भनेर नसोच। मेरो आत्मालाई थाहा छ, मलाई थाहा छ के तैँले के गरेको होस् र कस्तो गरेको छस् भन्ने कुरा मलाई थाहा छ के। ठिक छ, दुनियाँले मलाई थुक्ला के, म मान्छु। किनभनेको तेरो कारणले तैँले जुन स्वास्नी लोग्ने बीच जो पनि कुराहरू भयो नि, त्यो कुराहरू तैँले लिक गरिस् कि आफू राम्रो र मलाई नराम्रो बनाउनको लागि। तर पनि राम्रो नराम्रो कुरा ढिला होला, तर पनि सबै कुराहरू स्पष्टीकरण दिनेछु कि म। यही सामाजिक सञ्जाल यही क्षेत्रमा म दिनेछु स्पष्टीकरण, आउने छ एक दिन। तेरो जस्तो म पनि गर्न सक्थेँ कि, आफैले बिहे गरिस्, आफैले म मिल्छु, म तँसँग मिल्छु, तँलाई म आफ्नो बनाउँछु, यसलाई छाडिदिन्छु, मैले जे भए पनि भयो, मेरो स्वास्नी तँ हस्, म तँलाई मान्छु भनेर त्यति रोइ कराइ गरेका ती दिनहरू बिर्सिस्। तँलाई 10-15 दिन मलाई युज गरेर मेरो फोटो भिडियोहरू बनाएर अहिले सामाजिक सञ्जालमा हाल्नको लागि यस मलाई तँसँग मिल्छु भनेर नाटक गरेर मलाई लिएको। तँलाई भने नि तँलाई म छोड्नेवाला छैन के। ढिलै होला तर ढिलो आउला के, ढिलो आउला तर सत्य नै निस्किनेछ एक दिन, यति याद गरिस्। सामाजिक सञ्जालतिर कसैको पनि कोही मान्छे पनि यस्तो अरू हर कसै मान्छेसँग यस्तो हरकत कोही पनि गर्न सक्दैन के। एउटा स्वास्नी लोग्ने बीच लोग्नेको एउटा स्वास्नी लोग्नेको बीच यस्तो कसको हुँदैन के, सबैको हुन्छ, जसको पनि हुन्छ, जसले पनि गर्छ के। यस्तो कुराहरू प्रायः मान्छेले गर्छ कि, त्यस्तो कुराहरू नगर्ने होइन। दुईटा श्रीमान श्रीमती भइसकेपछि हरेक कुराहरू हुन्छ, राम्रो कुरा नराम्रो कुरा हुन्छ। तर पनि अहिले मन नमिल्दैमा तैँले दुनियाँदारी बदनामी गर्नु पाउने, दुनियाँदारी मन नमिल्दैमा तैँले सामाजिक सञ्जालमा त्यो कुराहरू पोस्ट गरेरै मात्र त सही साबित हुन्छस्। अहिले त मलाई भाइरल गर, अहिले त मलाई बदनामी गर, ठिक छ म मान्छु के। तर भोलिको दिनमा त्यो हरेक कुराहरू भइसकेपछि सत्यको सत्य, गलतको गलत त त्यो छानबिन त त्यो सबै कुराहरू आउँछ नि त। त्यतिखेर के गर्छस् त भन्न। म भिडियो बनाउने पनि थिएन। भिडियो बनाउनुको मुख्य कारण के हो भने चाहिँ सबै मेरो जति पनि फेसबुकमा फ्यान फलो हुनुहुन्छ तिनीहरूले मलाई फोन गरेर बार मलाई सताइराखेको भएर मैले बोल्न बाध्य भएको हो। नत्र म जे गर्नु छ म तँसँग गर्छु। कसै दुनियाँले गरेको पनि होइन, कसै दुनियाँसँग देखाएको पनि होइन, कसै दुनियाँले हेरेको पनि होइन के। जबकि यतिसम्म मेरो भिडियो आउँथ्यो, यतिसम्म मेरो भिडियो सामाजिक सञ्जालतिर आउँथ्यो भने नि
आउँथ्यो भने नि यतिका दिनसम्म यतिका सालसम्म किन आएन के? जब तैँले मसँग मिल्छु भनेर नाटक गरिस्, जब मलाई लिएर गइस्, सँगै लिएर गइस् होइन, मसँग हरेक कर्तुतहरू मायाको नाटक देखाएर रोइ कराई गरेर पनि मेरो हरेक कुराहरूसँग खेलिस् नि, तब अहिले प्रमाण पाइस् तैँले। यतिका दिनसम्म कहाँ गयो त तेरा प्रमाणहरू? यतिका दिनसम्म किन पाइनस् तैँले प्रमाण भन्न? प्रमाणको लागि त पछाडि परेर रहेछस् त त माया गर्नको लागि त जिन्दगी बनाउनको लागि पछाडि परे होइन कि मेरो प्रमाण खोजेर मेरो प्रमाण बनाउनको लागि पछाडि परेर रहेछस् त। मेरो प्रुफ खोजेर मसँग कसरी हुन्छ, यसलाई कसरी डाउन गर्ने, कसरी यसको बेइज्जत गरौँ भनेर सोचेर पो पछाडि परेर रहेछस् त। तेरो पनि हरेक प्रुफहरू छ। तैँले व्हाट्सएपमा के मेसेजहरू गरिया छस्, तैँले मेसेन्जरमा के मेसेजहरू गरिया छस्, त यस्तो गर्छस् भने यस्तो गर्छु, नत्र यस्तो गर्छु भनेर तैँले कति धम्काएको छस्, कति थर्काएको छ, सबै कुराहरू डिटेलली बुझाउँछु म। सिधै साइबरमा जान्छ तेरो। अनि बाँकी मेरो राम्रो भिडियो पनि उठाएर फेसबुकमा हाल्ने साथीभाइ जो पनि दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ नि, जो पनि राम्रो भिडियोहरू पनि उठाएर फेसबुकमा हाल्नुहुन्छ नि, तपाईँहरू नहालिदिनु होला। मैले यहाँ भनिरहेको छु, अहिले नै भनिरहेको छु। त्यसले मेरो बुढाले जे हाल्यो, त्यो रन्डीको छोराले जे हालेछ हालिसक्यो। त्यो कुराहरू मेरो कुरा म आफै गर्न लाग्छु। तर जो पनि राम्रो भिडियोहरू उठाएर फेरि त्यसमा नराम्रो यताति कमेन्टहरू लेखेर फेसबुकतिर हाल्नु भएको छ नि, तपाईँहरू पनि म यहीँबाट भनिरहेको छु, त्यस्तो भिडियो फोटोहरू कसैले पनि नहाल्नु होला। त्यो कसैले गरेको होइन, खुद मेरो बुढाले हामी दुईटा बीचको धेरै पहिलादेखि सम्बन्ध बिग्रिँदै आएको भएर बीचमा मलाई सँगै लिन्छु, सँगै बसाल्छु भनेर मलाई फकाइकन आफूसँग लगेर 15-20 दिन आफूसँग राखेर मलाई युज गरेर मलाई दुनियाँदारी मेरो फोटो भिडियोहरू बनाएर अहिले हामीहरूको अझ फेरि त्यही झगडा सुरु भएर हामी अलग अलग भएको हुँदाखेरि चाहिँ त्यसले चाहिँ मेरो फोटो भिडियोहरू सार्वजनिक गरेको अहिले मेरो बुढाले गरेको हो। त्यो कुराहरू आउँछ, छिट्टै आउँछ, तपाईँहरू हेर्दै गर्नु होला। यही सामाजिक सञ्जाल मार्फत त्यसलाई म सहीको सही र गलतको गलत छुट्याउने छु। बाँकी कुराहरू भोलिको दिनमा भोलि नै गर्नेछु। म के गर्नुपर्छ अब म आफै गर्नेछु। म बोल्न बाध्य भएको पनि सबैजनाले सबै ठाउँबाट मेसेजहरू कलहरू गरेको भएको कारणले म बोल्न बाध्य भएको हुँ। नत्र के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ। जो पनि फोटो भिडियोहरू राम्रो फोटो भिडियोहरू उठाएर फेसबुकतिर हाल्ने दाजुभाइ पनि जो पनि हुन्छ म यहीँबाट हुन्छ अहिलेदेखि नहालिदिनु होला। बाँकी कुरा जे गर्नु छ भोलिको दिनमा निष्कर्ष भोलिको दिनमा आउने छ। यो कसैले गरेको कुरा होइन, दुईजना बीचको कुरा हो। दुईजना बीचको मन नमिल्दाखेरि अहिले म अलग बस्दाखेरि त उस्तै जाने त्यस्तै जाने, तँलाई भाइरल गर्छु भनेर मेरो कोहीले हालेको हो। त्यो बाँकी कुराहरू म आफै गर्नेछु। बाँकी सामाजिक सञ्जालतिर दुनियाँदारी कुराहरू तपाईँहरूले नगरिदिनु होला।